हेलो साथीहरु, अहिले चाहिँ हामी ड्युटी छुट्टी भएर घर फर्केर जाँदैछु। यता चाहिँ मेरो साथी पेमा, यता चाहिँ इन्द्र सुब्बा। हेलो। सुँगुरको मासुमा पल्किने लिम्बुनी तिरै ढल्किने। नढल्किमै म म्यारिड हो। नढल्किनु झन् ढल्कोसै भनेको त छिटो छिटो म्यारिड हो भनेर भनिदिइहाल्यो। हामी चाहिँ अहिले गाडी नपाएर हिँडेर जाँदैछ। हल्का फुल्का दिएको यता सुब्बेनीले फेरि सुँगुरकै मासु बोकिरहेछ झोलामा हो। स्कुल गएन आज? सुब्बेनीको घरमा आउनु छ अरे, उसले बनाइदिन्छ अरे चिल्ली, पर्क चिल्ली। चिल्लीहरू बनाउँछु अनि तोङबा पनि अल्सो चिसो तातो सबै दिने होला। एउटा साथी पेमा त भुल्यो परेन त्यही गर्दै। तोङबा पनि नान्दोक हो। तुङबा के गर्नु अरे पेमा? ए इन्द्र तुङबा खान आउनु? तोङबा खान आउनु है हाम्रो लिम्बुनीको घरमा। वेलकम छ। ओ नान्दोक उयो होमस्टे देखाइदेऊ न तल। हाम्रो नान्दोकमा पनि होमस्टे हिजोस्ति नयाँ खोलेको छ होमस्टे यहाँ तल। यो देख्दै गरेको चाहिँ होमस्टे के परे गुवाबा भिला होमस्टे नान्दोकमा छ। ट्याक्सी त आयो नि, त्यो पनि भरेको आयो। मिडल स्यारीहरू पारी पछाडि देख्दै गरेको चाहिँ मिडल स्यारी हो। आज चाहिँ हामी हिँडेर आउँदैछौँ ड्युटीबाट। यहाँ चाहिँ यो जग्गा चाहिँ फेरि नान्दोकै है साथीहरू, नझुक्किनु छ र यता चाहिँ नान्दोक। यसरी पारी देख्दै गरेको हल्का देख्दै गरेको चाहिँ मिडल स्यारी। यहाँ चाहिँ गुवाबा भिला होमस्टे रहेछ नान्दोकमा। तपाईँहरू भिजिट गर्नु आउनु सक्नुहुनेछ। ठिकै छ नान्दोकको भ्यूहरू यस्तो छ। भ्यू त केही पनि देख्दैन त। ओइ हिँड्नु पर्दा तिमीहरूलाई कस्तो फिल भइरहेछ भन्नु त? मजा आइरहेको छ हिँडेर, एक्सर्साइज पनि हुन्छ। पेमाको चाहिँ 5 केजी घट्छ होला अझ इन्द्र? 5 केजी घटेन सधैँ घटोस् बिचारा उसको त। घटोस् हो। म चाहिँ 3 केजी घटोस्। म त 3 केजी घटेको छु हो। 3 केजी घटाउनु चाहन्छु। 3 केजी मात्रै? 52 ओन्ली। म 63 बाट चाहिँ 3 केजी घटेँ नि त अस्ति हिँडेकोले गर्दा क्या। मैले हिँडाएर त हो नि। हुँदैन। अहिले चाहिँ फाइनली बल्ल बल्ल हामीले गाडी पायौँ है साथीहरू। ढुक्कै भयो। त्यहीमा कहीँ भइरहेको होला हो नानी लिनु चाहिँ अब गाडीमा। मलाई पनि आज घर अलिक छिटो जानु थियो हो। होइन त्यो उयो के न हामीले तल घर ननिस्किँदा हिँडेर पनि हामी मजाले टाइम कभर हुन्थ्यो कि। फेरि चाहिँ हामी रानीपुल बजार पुगिसकेको छ। म र मेरो साथी, अर्को साथी चाहिँ जालीपुलमै झऱ्यो। जालीपुलमै खेदिदियो उसलाई चाहिँ। अघि के भएछ? ब्लग हुँदैछ भन्नु। रानीपुल बजार चाहिँ यस्तो छ भैयाहरूको अनुहार। रानीपुल बजार के अरे अस्ति लुगा किनेर सिलाउन्तीको दोकान नचिनेर आज दुधको दोकान दुधको दोकान त क्रस भएन के हो? भनेको त मेरो साथी त रानीपुल बजार आइपुगिसकेपछि पुरा कन्फ्युज हुन्छ अरे, केही पाउँदैन अरे उसले। छाता किन्यो भने होइन? छाता खोज्ने मान्छे यस्तो छोड्छ होला है यस्तो त दिनु हुँदैन। त्यस्तो त छोड्छ, हराउँछ पनि। किनभने नानीहरूले चाहिँ के हो झोलातिर अप्ठ्यारो मान्छ नि त।
यो साथीले चाहिँ छाताको कलेक्सन हेर्दैछ है यहाँ। यो ठिक छ होला है इन्सनलाई पहिला कि बोक्छ ठिकै छ हेर्दा त होइन उयो के भन्छ फोल्डिङवालै ठिक छ नि त। यसो ओर्नु त सक्छ होला नि त है कि ब्याग हुनु पऱ्यो त कति हो छाता किन्नु आँटेको छ है मेरो साथीले उसको छोरीको लागि। 20% अफ कति 20% अफ भनेपछि यहाँ रानीपुलमा क्रक्सको अफर लागेको रहेछ 20% अफमा। तपाईँहरू आएर भिजिट गरेर लानु सक्नुहुन्छ। को अफर लागेको दोकानको लोकेसन चाहिँ युको ब्याङ्कको अपोजिटमा रहेको छ। मेरो दोस्तले चटपटे बनाउँदैछ। ककललाई चटपटे खानु मनपर्छ। मेरो दोस्तको दोकानमा आएर खानु सक्नुहुन्छ। यस्तो टेस्टी टेस्टी चटपटे बनाउँदैछ है मेरो दोस्तले। मेरो छोरीले सर्टिफिकेट लिएर आएको चाहिँ स्कुलबाट। के भयो पाएको सर्टिफिकेट भन्नुहोस् त बेबी? चाहिँ मेरो छोरीको सर्टिफिकेट अस्ति उसले स्कुलमा सोलो डान्समा पार्टिसिपेट गरेको थियो र चाहिँ आज चाहिँ सर्टिफिकेट लिएर आएछ मेरो छोरीले।